नयाँ वर्षको हजुरहरूलाई धेरै धेरै शुभकामना छ। हामी चाहिँ आज जाँदैछौँ दमक। हेलो अनि नमस्ते, स्वागत छ हजुरहरूलाई मेरो अर्को मिनी ब्लगमा। म चाहिँ जाँदैछु आज भाइ बहिनीहरूसँग दमक स्केटिङ खेल्नु। म चाहिँ खेल्ने होइन, भाइ बहिनी बुहारीहरू खेल्ने हो। म चाहिँ हेर्ने साथी जस्तो। अनि हाम्रो घरदेखि चाहिँ बाटोसम्म निस्किनुलाई 5 मिनट जस्तो लाग्छ। अनि त्यहाँसम्म चाहिँ हिँडेर गएपछि बल्ल रोड आउँछ। त्यसपछि गाडी चढेर जानुपर्ने हुन्छ। हाम्रो चाहिँ गाडी आएको थिएन अनि हामी चाहिँ पर्ख्यौँ। 5 मिनट पर्खेपछि चाहिँ बल्ल बस आयो। अनि बस आएपछि हामी गाडीमा चढेर गयौँ। त्यसपछि हामी बसदेखि पनि 5 मिनटमा पुऱ्याइदिइहाल्छ दमक। अनि झऱ्यौँ। झरेर चाहिँ हामी यो रोल प्लेमा गयौँ स्केटिङ खेल्नु। अनि भाइले टिकटहरू काट्यो। टिकट काट्यो पनि आज न्यू इयर भएकोले अलिकति मान्छे भिड थियो कि भिड भएपछि चाहिँ अनि जुत्ताहरू अलिक पुगेन नि त। अनि त्यसपछि चाहिँ वेट गर्नुपर्ने भयो। लगभग 1 घन्टा जस्तो पर्खेपछि बल्ल पालो आयो। अनि 4 जना चाहिँ स्केटिङ खेल्न थाल्यो। हामी चाहिँ दर्शक हेर्ने, भिडियो बनाइदिने। अरू सबैजना त राम्रै खेल्यो कि मेरो माइला भाइ चाहिँ घिस्रिँदै बिचरा है कुद्न पनि गएको थियो नि त, रनिङमा भाग लिएको थियो। अनि त्यसले पनि खुट्टा दुखिराखेको रहेछ, जुत्ता लाएर घाउ भएर। अनि यहाँ त झन् है घिस्रिँदै यो गरिरहेको थियो क्या। म त त्यसलाई मात्रै हेरिरहेथेँ। कमेडी गरेको क्या माइला भाइले चाहिँ। अनि यहाँनिर मेरो छोराले चाहिँ दिदी पनि पाइहाल्यो के। अनि दिदीले माया गरेर बोक्नु खोजेको, मेरो छोराले भाउ खाएर के भन्नु र। म खेल्नेलाई भन्दा पर्खिनेलाई त्यति गाह्रो भएको क्या। 1 घन्टा जस्तो पर्खिनु परेको। मेरो छोरा त सुत्यो क्या। अनि हामी त्यहाँदेखि सफारी चढेर यहाँ थुक्पा खानु आएको। फेरि थुक्पा खाने ठाउँमा पनि भिड। त्यहाँ पनि 20 मिनट जस्तो पर्खेपछि बल्ल सिट पायौँ बस्ने ठाउँ। अनि त्यसपछि चाहिँ अनि हामीले थुक्पाहरू अर्डर गऱ्यौँ। अनि थुक्पाहरू आएर हामी चाहिँ खान थाल्यौँ। कस्तो भोक लागिरहेको थियो क्या। 3 बजिसकेको थियो होला हौ, लगभग 3 साढे 3 भइसकेको थियो कि। हामी घरदेखि पनि ढिलै निस्केको थियौँ कि। अनि ढिलै भयो कि आज। अनि मेरो छोरा पनि सुतेर बिजोग भएको के खान। नानी उठाउँदा नि नउठेर है कस्तो उठ्नै गाह्रो भएको क्या। छोरालाई त आँखै खुलिरहेको थिएन। अनि यत्तिकै बोकेर खाएँ मैले चाहिँ। अनि खानेकुराहरू चाहिँ हाम्रो सुरुमा चाहिँ मुखमा जाँदैन कि, पोस्टहरूतिर जान्छ, फोटोसोटो उयो भएपछि मोबाइलहरूतिर जान्छ। अनि लास्टमा मुखमा जाने हो सबले। अनि भिडियो फोटोहरू खिच्न थाल्यौँ। अनि त्यसपछि खाइसकेपछि हामी निस्क्यौँ नमुना मार्ग घुम्दै घुम्दै। हामीलाई चाहिँ जानुपर्ने थियो सब्जी मन्डीतिर कि, सब्जीहरू लिनुपर्ने थियो। अनि हामी चाहिँ अगाडि लाग्यौँ। टिकटक बनाउने टोलीहरू चाहिँ पछाडि टिकटक बनाउँदै आउँदै थियो। अनि त्यसपछि हामी सब्जी मन्डी पनि पुग्यौँ। हामीलाई चाहिने सामानहरू जति पनि थियो हामीले सबैले किन्यौँ। दाजु चाहिँ यहाँ मसँग जिस्किँदै हिँड्दैछ क्या। मैले कसरी टिकटकमा बोल्छु भन्दै भोइस ओभर गर्छु भन्दै जिस्काउँदै हिँड्दै थियो। हामीलाई चाहिने सामानहरू लिएर हामी चाहिँ निस्केको है। अनि जाँदा हामीले चाहिँ त्यहाँनिर है 160 सप देख्यौँ। अनि त्यहाँ पनि छिर्यौँ क्या। हामी जाँदा चाहिँ सामान सकिएको थियो कि के हो, मलाई चाहिँ खासै केही मन परेन। मैले चाहिँ 2टा चिज मात्रै लिएँ। अनि यहाँ भाइ बुहारीहरूले उनीहरूलाई चाहिने सामान लियो। अनि त्यसपछि है हामी यहाँदेखि निस्क्यौँ। अनि मैले चाहिँ सबैलाई एक-एकवटा झोला बोकाइदिएर हिँड्दैछौँ, कसैलाई पनि खाली हात नराखेको कि। दाजुले चाहिँ अझै पनि मलाई त्यही उयसमा के भोइस ओभरकै मात्रै उयो गर्दै हिँड्दैछ कि, भन्दै मेरो दाजु हो तर अब सानोदेखि सँगै हिँडेको। अनि हामी त भनेरै बोल्छौँ क्या, साथी जस्तो है। अनि हामी सबैजना हिँड्दै बाटो तल रोडसम्म आयौँ। मैले चाहिँ आउँदै यहाँनिर धागो देखेँ है। धागो देखेपछि त मलाई के चाहियो र, म चाहिँ धागो लिएर आएँ। अनि हाम्रो यहाँदेखि चाहिँ दमकदेखि चाहिँ घर फर्किँदा चुलाचुलीमा चाहिँ गाडीहरू बसहरू रोक्नु मान्दैन कि। अनि हामी चाहिँ सिटी चढेरै घरतिर लाग्यौँ। अनि रोडमा पुगेपछि चाहिँ हामी सिटीबाट उत्रेर झरेर यता आएको त कुमार दाइकोमा त पुसेहरू हुनुहुँदो रहेछ है। पुरा न्यू इयर लागिरहेको रहेछ पुसेहरूलाई, दाइहरूलाई। अनि त्यहाँ चाहिँ गफ गऱ्यौँ। अनि आज चाहिँ धेरै हिँडेर है खुट्टा दुखिरहेको थियो नि त, जुत्ताले खुट्टा पनि खाइरहेको थियो। अनि
थाकेको सबैजना। अनि हामी चाहिँ एकछिन गफ गरेर हामी चाहिँ घरतिर लागिहाल्यौँ क्या। कतिखेर घर गएर मलाई त जुत्ता फ्याँक्दिनु जस्तो भइसकेको थियो क्या। त्यहाँदेखि हिँड्नु 5 मिनट जस्तो हिँड्नुपर्छ। सबैको हातमा झोला झ्याम्टा थियो। त्यहाँदेखि पनि मलाई त घरसम्म पुग्नु यस्तो गाह्रो भयो। कतिखेर पुग्नु जस्तो भइसकेको थियो क्या मलाई त। अनि घर आएरै सामानहरू चिनाहरू नि हो, यो मेरो धागो है, अनि अलिअलि सागसब्जीहरू किनेको थिएँ। अनि हामीले खरबुजा लिएर आएको थियौँ कि। अनि खरबुजा पनि मैले अनि मजाले धोएँ पखाली गरेर, अनि काटेँ। अनि काटेपछि सबैजनाले बाँडेर खायौँ। हाम्रो आजको न्यू इयर अनि घुमाइ चाहिँ यस्तै भयो। हजुरहरूको चाहिँ न्यू इयर कस्तो भयो कमेन्ट गर्नु होला। मैले चाहिँ यो भिडियो चाहिँ है 2 दिन पछि मात्रै भोइस ओभर गर्दैछु क्या। गलेर है 2 दिन त यस्तो थाकेको थिएँ कि भोइस ओभर गर्नु पनि सकिनँ कि। मैले चाहिँ 2 दिन पछि मात्रै बल्ल भोइस ओभर गर्दैछु। आजलाई यति भन्दै बाई बाई। फेरि भेटौँला मेरो अर्को मिनी ब्लगमा। यतिन्जेलसम्म हेरिदिनु भएकोमा हजुरहरूलाई धन्यवाद।